नमस्कार, म अमृत न्यौपाने। देख्न सक्नुहुन्छ यहाँ धैँचाको खेती भइरहेको छ। यसको खेतीको प्रक्रिया र यसको फाइदाहरूको विशेष चर्चा गरिन्छ। धैँचालाई हरियो मल भनेर पनि चिनिन्छ। रासायनिक मलको अभाव भएको बेलामा यसलाई उत्तम विकल्पको रूपमा लिन सकिन्छ। प्रति हेक्टर 40 देखि 45 किलो बिउ दरले धैँचालाई खेतमा छरिन्छ र ट्र्याक्टर लगाएर खेतमा मिलाइन्छ। करिब 40 देखि 45 दिनपछि अर्थात् 4 देखि 6 फिट उचाइ पाएपछि धैँचा तयार हुन्छ र यसलाई पानी लगाएर रोटाभेटरको मद्दतले माटोमा मिलाई करिब 5 देखि 7 दिन उइनको लागि छोडिदिन्छ। त्यसपछि खेत धान रोप्नको लागि योग्य हुन्छ। धैँचाले माटोको उर्वरा शक्ति बढाउँछ र यसको जरामा हुने रुट नोड्युल्स अर्थात् किर्खाको मद्दतले माटोमा नाइट्रोजनको मात्रा पनि बढेको पाइन्छ। धन्यवाद।